बारबिक्यू सेक्वा हाम्रो आज चाहिँ पोर्कको सेक्वा बनिँदैछ। टक्कसँगले धराने कालो बङ्गुर भन्छ, तर अब धरानको त होइन होला सायद। सुन्नुमा चाहिँ अब धराने कालो बङ्गुर भनेर सुन्ने भएको छ। टक्कसँगले हाम्रो बारबिक्यू बनाउने मान्छेले यतातिर यो गाइस धराने बङ्गुरको मासु चाहिँ हातमा छ है। कोकोलाई चाहिन्छ यसो सम्पर्क गर्नु होला। धराने कालो बङ्गुर यो दाइ कुकिङ दाइ कुक दाइ हुनुहुन्छ यता चाहिँ यो दामी छ पारा दामी छ हैन दाइ। ओके दाइ यो राख्नु यो राख्छु म यो गर न। पसिना लास्टै पसिना छ। बाहिरको कुकिङ हो नि त, अहिले टेम्परेचर धेरै छ दुबईमा।